भिसा प्रकरणमा तपाईले गृहमन्त्री रमेश लेखकलाई बचाउनु पर्छ भन्ने भनेको हो? होइन, मैले बिल्कुल हुँदै होइन। हिजो म गोर्खाबाट म चितवन हुँदै काठमाडौँ आउने क्रममा मैले प्रतिपक्षी सबै बसेर यो इस्यु त्यसै छोड्न सकिने इस्यु होइन, धेरै गम्भीर इस्यु छ भिजिट भिसाको इस्यु। यसमा चाहिँ गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर छानबिनको लागि सहजीकरण गर्नुपर्छ, यहाँबाट पछि हट्न हुँदैन भनेर मैले त्यहाँ आफ्नै लबीमा बोलाएर सबै प्रतिपक्षलाई गरेपछि हिजो बैठक त्यसरी नै गएको तपाईँलाई थाहा छ। त्यही यो कुरा सत्य होइन। यो राजीनामावाला प्रकरणमा हामी फेरि छुट्दैन हामी ब्याक हुँदैनौँ। त्यो कुरा आउनै पर्छ, उहाँले राजीनामा दिनै पर्छ। मेरो विचार त किन, मैले त रमेश लेखकजीलाई मेरो सुझाव पनि छ, तपाईँले किन ढिलो गरेर राजीनामा दिन? तपाईँले राजीनामा दिँदा तपाईँको हाइट घट्दैन बरु बढ्छ रमेशजी। अब हस्ताक्षरको अन्तिम तयारी हुँदैछ, अब हस्ताक्षर हुन्छ, हाउस खुल्छ। रासोपाले के भन्यो तपाईँहरूसँग? रासोपासँग हाम्रो मूलभूत विषयमा केही फरक छैन, तर उहाँहरूको केही अडानका कारणले सायद केही समय उहाँ आफ्नो ढङ्गले जानुहुन्छ, तर हाम्रो बिचमा विमति र आरोप प्रत्यारोप हुँदैन।